जनतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र प्रसाद लिङ्गेलाई सम्बोधनको लागि आग्रह गर्दछु। धेरै धेरै धन्यवाद छ राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिंह खडाजी, राप्रपा नेपालका अध्यक्ष श्रद्धेय कमल थापाज्यू, मञ्चमा रहनुभएका अन्य विशिष्ट व्यक्तित्वहरू, उपस्थित अत्यन्तै प्रिय देशभक्त धर्मप्रेमी आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, आज म यो आन्दोलनको सुरुवात मात्रै हो, यो कास्टिङ मात्रै हो, भर्खर प्रारम्भ मात्रै भएको। अनि मैले दाइहरूलाई के भनिराखेको थिएँ भने हामीले धेरै कुरा भनिसकेकै छौँ, अहिले मैले थप केही कुरा भनिराख्नु पर्दैन। भोलि पनि छ, पर्सि पनि छ, यो गणतन्त्र नढलेसम्म यो आन्दोलन जारी छ। भोलि बोलाउँला भनेर मैले यहाँ आग्रह गरेको थिएँ, होइन केही कुरा पनि भनिदिनु पर्यो भनेर यहाँ भएपछि अन्य अर्थ लाग्छ भनेपछि मैले यो माइक्रोफोन समाएको छु। साँच्चै नै आज धेरै कुरा भनिराख्नु पर्दैन। आजको यो जनसागरले प्रमाणित गरेको छ कि गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा। यो आज यो उपस्थिति मात्रै होइन नि, आज त यहाँ केपी ओलीले जन्म संग्रहको घोषणा गर्नुभएको थियो, किनभने राप्रपा लगायतका शक्तिहरू एक ठाउँमा उभिएर गणतन्त्रको विरुद्धमा आज प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले बडो हुङ्कारका साथ उहाँले पनि घोषणा गर्नुभयो, गणतन्त्रको पक्षधरहरू पनि सडकमा आऊ भनेर भन्नुभयो, होइन? देशभरबाट हामीले जसरी कार्यकर्तालाई आह्वान गर्यौं, उहाँहरूले पनि आह्वान गर्नुभयो, होइन त? राज्य शक्ति प्रयोग गरेर मान्छे ल्याएको र गणतन्त्र पक्षको अघिको प्रदर्शन देखिहाल्यो, होइन त? त्यसकारण आज एउटा जन्म संग्रह सम्पन्न भएको छ कि जनता यो मकिएको गणतन्त्रको पक्षमा छैनन्, यो प्रमाणित भएको छ। म धेरै कुरा भन्दिनँ। आज तपाईहरू जो उत्साहका साथ सहभागी हुनुभएको छ, मैले तपाईहरूको हुल बीचमा झुमेर हेर्दाखेरि देखेँ आज राजधानीका थुप्रै स्थानीय बासिन्दाहरू पनि सडकमा आउनु भएको छ। बाहिरबाट आउनुभएका साथीहरूलाई त हामीले भनेकै छौँ, अब यो निरन्तर आन्दोलनमा बस्ने गरी तपाईहरू आउनुहोस्।